एभ्रीवान, वेलकम ब्याक माई युट्युब च्यानल। स्वागत छ फेरि पनि यहाँहरूलाई आजको मेरो यो भ्लगमा। आजको मेरो यो भ्लगको विषय छ स्टडी। स्टडी भन्ने बित्तिकै एउटा के हुन्छ नि, पढ्न मन लाग्ने स्टुडेन्ट, अर्को पढ्न मन नलाग्ने स्टुडेन्ट हैन। अब म आज चाहिँ पढ्न मन लाग्ने स्टुडेन्ट र पढ्न मन नलाग्ने स्टुडेन्टको विषयमा चाहिँ भन्दैछु है गाइजहरू। सुनिदिनु होला, लास्टसम्म अन्तिमसम्म सुनिदिनु होला है। यो पढ्न मन लाग्ने स्टुडेन्ट भन्ने बित्तिकै हजुरको दिमागमा झट्ट के आयो भन्दाखेरि ट्यालेन्ट स्टुडेन्ट हैन। तर होइन, म आज ट्यालेन्ट स्टुडेन्टको बारेमा कुरा गर्न लागेको होइन। म आज हैन पढ्न मन लाग्ने स्टुडेन्टको बारेमा भन्दैछु। त्यो पढ्ने स्टुडेन्ट त्यो हो कि जुन स्टुडेन्ट चाहिँ 7वटा सब्जेक्टमा 7वटैमा फेल हुन्छ हेर्नु, र पनि ऊ पढ्न छोड्दैन, र पनि ऊ स्कुल जान छोड्दैन, र पनि उसको मुखबाट शब्द निस्किँदैन कि अब म पढ्दिनँ भनेर। उसले ट्युसन क्लास, उसले कोचिङ क्लास, सब एभ्रिथिङ के ट्राई गरिरहेको हुन्छ हैन, र पनि ऊ फेल हुन्छ के। त्यो स्टुडेन्टलाई कति पढ्न मन लागेको हो के भने। अनि अब अर्को हुन्छ पढ्न नमन लाग्ने। त्यो पढ्न मन नलाग्ने स्टुडेन्टले यति धेरै बहाना पार्छ कि ओ माई गड। कहिले भन्छ कि हैन, त्यो बहाना पार्ने मान्छेको दिमागमा भेजामा भोलि चाहिँ के बहाना पारौँ, पर्सि चाहिँ के बहाना पारौँ भनेर अलरेडी त्यसले माइन्ड सेटअप गरिसकेको हुँदो रहेछ के। अनि उसको दिमागमा खालि त्यही हुन्छ के। अब यो कुरा गरिराख्दा हैन, यो कुरा चाहिँ अब मेरो आफ्नै घरको है। अब मैले यो भनिराख्दाखेरि आफ्नै घरको बेइज्जत गरे जस्तो हुन्छ हैन गाइजहरू हैन। यो भिडियो चाहिँ म मेरो घरको त्यो दुईजनाले सुनिदियोस् भनेर मैले आज यो भिडियो चाहिँ बनाउन बाध्य भएको है। ल गाइजहरू, मेरो भिडियो